तीनटा भयो हामी पछाडि बसौँ फ्ल्याग यहाँ लिएर यहाँ बसौँ न बिचमा पछाडि बस्दा नि 22 अप्रिलको दिन 2 बजी काश्मीरको पहलगाम भन्ने जग्गामा एकदमै दर्दनाक एकदमै नराम्रो एकदमै नसुहाउने हुन त सुहाउने नसुहाउने हुँदैन एकदमै दुःख लाग्दो घटना घट्यो हुन त म त्यो जग्गामा मैले पनि ड्युटी गरेर आएको पहलगाममा बसेको 2 वर्ष एकदमै त्यसलाई चाहिँ अब एउटा स्विजरल्यान्ड पनि भनेर भनिन्छ त एकदमै दामी हो जग्गा चाहिँ तर त्यो घटना एकदमै नराम्रो घटना घट्दाखेरि आज भारत मात्रै होइन सिक्किम मात्रै होइन विश्वभरि नै आज यो एउटा क्यान्डल जलाएर के अरे दियो जलाएर उहाँहरूलाई एउटा हार्दिक श्रद्धाञ्जली दिनु भन्ने हाम्रो भारत सरकारबाट हामीलाई आज्ञा भएको थियो साथै भारत सरकारको आज्ञा त छँदैछ त्यसमाथि हामी पनि एउटा मनुष्य जाति हौँ र जसरी त्यहाँनिर एउटा नरसंहारै भनौँ निर्मम हत्या भयो त्यहाँ पनि हामी जस्तै मुटु हामी जस्तै शरीर भएका हाम्रो देशवासीहरू जानुभएको थियो त्यहाँ घुम्नुको लागि र आज यो बेसी वर्णन गर्नु पनि पर्दैन किनभने चप्पा विश्वभरि नै यो खबर फैलिसक्यो र के हुँदैछ कसो हुँदैछ र सबैलाई ज्ञात भएको कुरो हो अब म मेरो बेसी म बोल्दिनँ र तपाईँले बुझिहाल्नुभयो उहाँहरू जो 26 जना त्यहाँनिर स्पट डेथ हुनुभयो तुरन्तै त्यहाँ बित्नुभयो कतिजना हस्पिटलमा बित्नुभयो र जम्मा गरेर 26 जना बित्नुभयो त्यो आतंकवादीको एकदमै घटनामा र त्यसले गर्दाखेरि हामी उहाँहरू धेरै प्रान्तबाट हुनुहुन्थ्यो र विदेशबाट पनि हुनुहुन्थ्यो भारतवर्षबाट पनि हुनुहुन्थ्यो नेपालबाट पनि हुनुहुन्थ्यो र जहाँकै भए पनि मनुष्य नै हो र उहाँहरूको चिर आत्माले शान्ति पाओस् भन्दै हामी उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली दिँदै 2 मिनटको मौन धारण गर्नेछौँ अब हामी मौन धारणको कारबाही सुरु गर्नेछौँ र समय एकजनाले भनिदिनु होला कसले समय दिनुहुन्छ कोही एकजनाले समय याद गरिदिनुहोस् त 2 मिनट जय भारत माता की जय वन्दे मातरम् वन्दे मातरम् वन्दे मातरम् भवतु कल्याणम् आरोग्यं सुख सम्पदः सर्वशत्रुविनाशाय दीपज्योति नमस्ते नमस्तनन्ताय सहस्रमूर्तये सहस्रपादाशिशिरोर्भावे सहस्रनामे पुरुषाय शाश्वते सहस्रकोटिवधारणे नमः। यो केवल अब एकजना ड्युटी गरिदिनु भयो यो बलुन चाहिँ लिएर अब यहाँ